सो हे क्युबिङ आर्मी वाट्सएप एन्ड वेलकम ब्याक टु न्यू एपिसोड एन्ड आज चाहिँ हामीहरूको कन्सिस्टेन्सी च्यालेन्जको डे 1 रहेको छ होइन। र आज चाहिँ म बिहानै उठेर फ्रेस भएर सबभन्दा पहिला चाहिँ आफ्नो यही च्यालेन्ज नै सिध्याउँछु भन्ने सोचेँ र आजको च्यालेन्ज स्टार्ट गरेँ है त। ओके गाइज, सो आजको डे 1मा चाहिँ मैले व्हाइट क्रस प्र्याक्टिस गर्ने सोचेँ होइन। सो सबभन्दा पहिला चाहिँ मैले आफ्नो पहिलो व्हाइट क्रस बनाएँ, जसमा चाहिँ मलाई अलिकति बढी नै टाइम लाग्यो, लगभग 5 सेकेन्ड्स ओभर गइरहेको थियो। र त्यसपछि मैले आफ्नो सेकेन्ड क्रस बनाएँ, जसमा चाहिँ लगभग 4 सेकेन्ड जति टाइम लाग्यो होइन। र त्यस्तै लगातार क्रसहरू बनाउँदै जाँदाखेरि लगभग 15-20 मिनटको प्र्याक्टिसपछि मेरो व्हाइट क्रस चाहिँ एकदम पर्फेक्ट भइसकेको थियो र म चाहिँ अन्डर 5 सेकेन्ड्स व्हाइट क्रस बनाउन सफल भइसकेको थिएँ है त। र त्यसपछि चाहिँ मैले अझै 10-15 मिनटको प्र्याक्टिस गरेँ र प्र्याक्टिस गरिसकेपछि व्हाइट क्रसमा पर्फेक्ट भइसकेपछि आजको मेरो यो 3x3 रुबिक्स क्युबमा सोल्भ गरेर आजको च्यालेन्ज सिद्धाएँ है त। थ्याङ्क यू। सो यसरी चाहिँ मैले आफ्नो फर्स्ट डे अफ च्यालेन्ज कम्प्लिट गरेँ होइन, जसमा चाहिँ मैले आफ्नो व्हाइट क्रसलाई प्र्याक्टिस गरेँ, आफ्नो व्हाइट क्रसलाई एफिसिएन्ट बनाएँ। र यसै गरी हामीले 21 डेजसम्म लगातार भिडियोहरू आउनेछन्, जसमा चाहिँ हामीहरूले प्रत्येक दिन नयाँ नयाँ कुराहरू प्र्याक्टिस गर्नेछौँ र आफ्नो क्युबिङलाई इम्प्रुभ गर्नेछौँ। सो it's going to be interesting, guys. So if you are new in my channel, so make sure to subscribe my channel. Thank you so much for watching. Bye bye, take care.